सो हेलो व्हाट्सअप गाइज अगेन गुड मर्निङ वेलकम ब्याक टु द च्यानल वन्स अगेन आशा गर्छु तपाईँहरू सबजना सन्चै हुनुहुन्छ र मलाई पनि अहिलेसम्म एकदम बिन्दास छ र यो बिहानको समय 7 बजिसकेको छ यतिखेर म निस्केको सुटमा र सुटमा जानुपर्ने भएको छ एउटा कलेजमा त्यहाँ कलेजमा गएर चाहिँ एउटा सुट गरेर त्यहाँबाट फर्किनु पर्ने छ फेरि कलेजको सुटमा हामी दुईजना जान लाग्छौँ एकजना बहिनी पनि छ ओहो मलाई त यो आइटम गुलियो आइटम त बरु निकाल्दै हुन्छ यो पनि गुलियो हो नि यो पनि निकाल्दै नखाउँ त्यही पनि चिया बरु बिना चिनी नहालिकन सो इन्जोय द ब्लग इन्जोय द डे अब हाम्रो पुरी तरकारी आइसकेको छ पुरी सुरी खाम पुरी के यस्तो छ पऱ्यो सो यही हाम्रो पुरी तरकारी होइन पुरी तरकारी खाएर यहाँबाट निस्किनु पऱ्यो अब गाह्रो छ यार सो तातो तातो पुरी खाऊँ न पुरी तरकारीको स्वाद अलिक ठिकै छ भन्नु पर्यो तर पुरी अब अलिकति चिल्लो त चिल्लै हुन्छ अलिकति टिस्यु पेपर ल्याउनु पऱ्यो टिस्यु पेपर ल्याएर पहिला थाहा हुन्छ क्या ओके सो यतिखेर ल यो टिस्युले अलिकति यो चिल्लो निकाल्नु पऱ्यो क्या यो टिस्यु त राम्रो हुँदैन खास त भयो नि त्यही पनि निकालिहाल्नु अलिअलि चिल्लो सो हल्का हल्का यसको चाहिँ ओइललाई हामी चाहिँ अलिकति निकाल्नेछौँ ओके र बाँकी यतिखेर हामी कलेज जाँदैछौँ स्ट्यामफोर्ड कलेज हो नि के कलेजको नाम पनि यहाँ सुनेर आएको मैले भर्खरै स्ट्यामफोर्ड कलेज गएर चाहिँ त्यहाँ अलिकति भिडियोहरू सुट गर्नुपर्ने छ र बिहान निस्किनु परेकोले त खाना खाना केही पनि भएन र हल्का नास्ता चाहिँ दबाइहाल्नुपर्ने हुन्छ किनकि ठेगान हुने काम गर्दा गर्दै अब नाइमाको प्रोग्राम चाहिँ पनि सकिसक्यो 6 दिनको प्रोग्राम हिजो सकियो यो हाम्रो ब्लग चाहिँ अब आज बन्दैछ ब्लगहरू अब कन्टिन्यू भन्ने हो त्यस्तो त होइन र सकेसम्म यो ब्लगलाई अब कन्टिन्युटी दिने म प्रयास गर्दैछु होइन र हाम्रो स्कुटी त्यहाँबाट हाँसिरहेको छ यो स्कुटी पनि अब धेरै दिन छैन क्या जस्तो लागिरहेको छ स्कुटीलाई अब के गर्ने होला कुन ब्याग सेक यताउति क्यामेरा छ मैले हिजो ल्याएको थिएँ कोठामा साँधै ल्याएको थिएँ फेरि बिहान अफिस जानु भ्याउ हुन्छ भनेर अब यहीँबाट हामी फिल्डमा जानेछौँ लास्ट एक कप चिया खानुपर्ने छ त्यहाँबाट लगभग हाम्रो यो 11-12 बजीसम्म हाम्रो डोज पुग्छ कि त्यहाँबाट ल आजको ब्लगलाई पनि हामी लटर बटर पारेर यसो निप्टाउने प्रयास गरौँ है सो इन्जोय द ब्लग टु बी कन्टिन्यू गाइज र फोन आइसकेको छ बहिनीको फोन आइसकेको छ हाम्रो के भनी पठाउने अब यो बहिनीले हेलो ए गुड मर्निङ बहिनी कहाँ छौ तिमी किन हो ढिला म पनि पुगेको छैन त्यसैले त सोधेको कहाँ हो तिमी तिमी भर्खर गाडी चढेको ल ल ठिकै छ फोन गर मलाई पनि त्यस्तै हुन्छ होला 10-15 मिनट लाग्छ होला ल ल ओके ल अरे बेहाल छ यार कहाँ खानु कसले पकाइदिन्छ कि हामीलाई खाजा साजा यस्तो भन्ने कुराहरू हेत तमरा ल ल खाजा हेर्दै गरौँला पछि सो साथीहरू अब पुरी खाएको कुरा त भन्नु भएन होइन नत्र फेरि यहाँ जलन महसुस हुन्छ त्यस कारणले गर्दा सो खाजा त हामीले खाइसकेका छौँ नि पुरी तरकारी र 10-11 बजीसम्मलाई हाम्रो चाहिँ पेट अब जुन छ अलिकति बुकिङ भइसकेको छ अब पेटलाई बढी जिस्काउनु हुन्न के यो पेट भन्ने कुरा यस्तो हो कि यो मान्छेले पेटसँग दुश्मनी गऱ्यो भने बेसी फेरि त्यो शरीर नै बाँकी रहँदैन त्यस कारणले गर्दा पेटसँग दुश्मनी गर्नु हुँदैन अरे अरे बाबरे अरे यी कहाँ भयो अरे सो साथीहरू हेर्न सक्नुहुन्छ भिडभाड अलिक कम छ बिहानको समय भएर होला सायद मौसम एकदम दामी छ शीतल शीतल मौसम म त लङ राइडमा जाने यति मन छ के गर्ने होला कुनै अहिले बाध्यताको अहिले जिन्दगीमा बाँचिराखेको छु लङ राइडमा चाहिँ यसरी मजाले जाने मेरो जुन एउटा चाहिँ पहिलेदेखिको जुन मेरो सौक थियो त्यो अहिले पुरा हुन सकेको छैन लङ राइड सायद अब कहिले हुन्छ अब यो छुट्टी कहिले पाइन्छ अब त्यो दसैँ तिहारतिर हुन्छ कि अथवा त्योभन्दा पछाडि अगाडि कहिले हुन्छ अब ठ्याक्कै भन्न सक्ने स्थिति छैन कि म अहिले चाहिँ भनौँ न अब त्यो नोकरी भन्ने कुरा के रहेछ भने चाहिँ समय बेच्नुपर्ने रहेछ अरूलाई आफ्ना कीमती समयहरू चन्द पैसाको लागि चाहिँ अरूलाई बेच्नुपर्ने कामलाई भन्ने रहेछ नोकरी त्यस कारणले गर्दा सकेसम्म त इन्टरप्रेनर के भन्छन् त्यसलाई इन्टरप्रेनर भन्छन् कि के भन्छ बिजनेसमा हात हाल्नु ठिकै हो अब बिजनेसमा फेरि ख्याल ठट्टा गरेर हुँदैन होइन
फ्रिलान्सिङ काम त फ्रिलान्सिङ ठिक हो। अब फ्रिलान्सिङ कामको लागि त्यो प्लेटफर्म पाउन गाह्रो हुन्छ कि अलिकति। प्लेटफर्म पाएन भने चाहिँ फ्रिलान्सिङ काममा अलिकति समस्या हुन्छ। बट जस्तो हामी चाहिँ अब अहिले यही कुरालाई अहिले हामी चाहिँ अब धेरै सिरियस ढङ्गले अब नलिउँ अहिलेलाई। किनकि जस्तो मानिस भनेको यस्तो एउटा चाहिँ भनौँ न अब ढलोटको माटोबाट बनिया हुन्छ कि परिस्थिति अनुसार ऊ त्यही सिचुएसनमा ढल्दिन सक्छ क्या। त्यस कारणले गर्दा कहिलेकाहीँ हामी अब झुत्रे झाम्रे भएर हिँड्नुपर्ने अवस्था पनि आउन सक्छ। फेरि त्यति बेला त्यही अनुसार हिँड्नु पऱ्यो। कहिले अब रुखा सुक्खा खाने बेला पनि आउन सक्छ होइन। हरेक परिस्थितिसँग जुझ्न सक्ने एउटा प्राणी भनेको चाहिँ के हो मानिस। त्यस कारणले गर्दा यो मानव सभ्यता अहिलेसम्म लोप नहुने कारण र त्यो पनि हो क्या। मानिसले आफूलाई हरेक परिस्थितिमा ढाल्न सक्यो क्या। हाम्रा पुर्खाहरूले भनौँ न अब खोले पिठो खाएर हुन्छ कि पात कसिङ्गर गाँसेर हुन्छ कि हामीलाई यहाँसम्म ल्याइपुऱ्यायो। र हामी अहिलेको यो जुन सभ्य भनिएको जुन एउटा असभ्य समाज छ त्यहाँ हामी बाँचिरहेका छौँ होइन। भन्नलाई यो सभ्य समाज भनिन्छ। हामीले आफ्ना जिउ ढाकेका छौँ तर हाम्रो मन यति फोहोरी छ, हामी असभ्य छौँ। अरूका दुःखमा रमाउने हामी मानिस भएका छौँ अहिले। यो कुराहरू चाहिँ हामीले मध्यनजर गर्नुपर्छ। र मैले त्यो बाटो बिर्सेँ, जुन बाटोबाट म गल्ली छिरेर जान्थेँ त्यो बाटो मैले अरे बाबरे यो का भव रे सङ्घारी। के हो यार, यहाँ फेरि भिड जाम खाँथेँ गाइजहरू। भिड जाम भएको छ फेरि अझै यहाँनिर ठ्याक्कै कुनै कुनै मोडमा चाहिँ एकदम जाम हुन्छ कि मोडमा के भन्नु सक्दैन। र ब्लगको कन्टिन्युटी हाम्रो आउनेछ। तपाईँहरूले मलाई इन्करेज गर्नुभएको छ डेली ब्लग भनेर जुन मलाई इन्करेज गर्ने मेरा चाहिँ प्रिय भाइहरू छन् उनले मलाई चाहिँ इन्करेज गरिरहेका छन्। कतिपय साथीभाइहरूले अझै मलाई बिर्सन सकेका छैनन् र मैले पनि बिर्सन सकेको छैन। फेरि कम्युनिकेसन ग्याप हुन्छ मेरो चाहिँ होइन। अब मेरो सम्बन्धको हिसाबले मेरो अब म साथीभाइसँगको सम्बन्धमा अलिकति ग्याप छ कम्युनिकेसनमा। कतिपय साथीभाइहरूले मसँग गुनासो पनि गर्नुहुन्छ उहाँहरूले। तर मेरो माया चाहिँ कम्ती भएको छैन, घटेको छैन भन्ने कुरा बुझ्नु पऱ्यो होइन। म विविध कारणले गर्दा आज त्यसरी भड्किरहेको छु यो भिडभाडमा। तर यसको अर्थ यो होइन कि मैले अब दुनियाँ बिर्सेँ, मैले अब सबैसँग सम्बन्धै तोडेँ भन्ने हिसाबको त्यस्तो केही पनि होइन। एउटा यो फेज हो मेरो लाइफको र यो फेज सकेपछि फेरि एउटा अर्को फेज आउनेछ। हरेक फेज हामीले पार गर्नुपर्ने छ। यस्तै हो जीवनका गहकिला शब्दहरू भनेको यही हो। सो इन्जोय द ब्लग, इन्जोय द डे। बाँकी कुरा यस्तै छ के भन्ने, के समय र परिस्थितिले गर्दा मान्छेलाई कहाँदेखि कहाँ पुऱ्याउँछ। अस्तिसम्म म भुरी गाउँ बर्दियामा चाहिँ मेरा चाहिँ जङ्गल र पाखा पखेरामा म ब्लग बनाउँदै हिँड्थेँ। मेरा साथीभाइ ठाकुर साहब अनि त्यसपछि हाम्रा रमेश चौधरी कान्छा परदेशीसँगका हाम्रा चाहिँ भेटघाट सधैँ भइरहन्थे। तर त्यसरी चाहिँ जीवन नचल्दो रहेछ है। भनौँ न अब नर्मल लाइफ अलिकति भने सजिलो छैन। नर्मल लाइफ र अलिकति त्यो फ्यान्टासी लाइफमा फरक भयो। त्यो अलिकति फ्यान्टासी लाइफ थियो हाम्रो। तर खासै त्यो ठुलो डिल पनि थिएन भनौँ न लाइफको। तर एउटा पारिवारिक भनौँ बाध्यताको कारणले गर्दा घरायसी एउटा समग्र जिम्मेवारीले गर्दा चाहिँ मान्छे कहीँ कतै जानुपर्ने हुन्छ अहिले। त्यस कारणले गर्दा हाम्रो भेटघाट अलिकति कम भएको छ। सबै आफ्नो अहिले काममा लागेको कारणले गर्दा मेरो पनि यो अस्थायी हो। सबै जे गरेर आएको छु म त्यो अस्थायी हो, यसैमा लागिरहन्छु भन्ने मेरो कुनै यो योजना छैन। अहिले काठमाडौँ आएको बेला चाहिँ के फाल्तुमा आफ्नो के अरे घरको पैसा खर्च गरेर यहाँ बस्नु काठमाडौँ भन्ने हिसाबले म जबलाई अहिले चाहिँ सम्हालिरहेको छु। मैले जानेको जुन काम छ त्यही अब भनौँ न अब क्यामेराको कामहरू, एडिटिङको कामहरू इत्यादि कामले गर्दा चाहिँ मलाई अलिकति मेरो जीविकोपार्जन गर्नलाई यहाँ मलाई गुजारा चलाइरहेको छ क्या। यो मैले कहीँ गएर सिका पनि हेर्ने यो काम चाहिँ अब यो मेरो चाहिँ अलिकति प्यासन हुनाले चाहिँ मैले यो प्यासन अनुसारको काम पाएको छु। र जसमा मलाई खासै त्यस्तो अल्छी पनि लागेको छैन। मलाई सबभन्दा अल्छी लागेको काम भनेको मेरो दुबईमा थियो सिक्युरिटी गार्डको काम। पिएसबिडी सिक्युरिटी गार्डमा जुन म गएको थिएँ त्यो सिक्युरिटी गार्डको काममा चाहिँ मलाई साह्रै झिजो लाग्थ्यो। पहिला त म गएँ 2 वर्ष जति मलाई झिजो लागेन क्या। किनकि 2 वर्ष त मलाई घरको ऋण तिर्न लाग्यो। जुन मैले मेरो बङ्गला बनाएको थिएँ मेरो घर त्यसको ऋण थुप्रेको थियो। त्यो ऋण तिर्नलाई मलाई ठ्याक्कै 2 वर्ष लाग्यो। र अलिक क्रिएटिभ मान्छेको दिमाग चल्ने मान्छेको जसले चाहिँ मनमा कुरा खेलाइराख्छ त्यसलाई काम छैन सिक्युरिटी गार्डको। सिक्युरिटी गार्ड काम भनेको एकरो लाग्ने मान्छेलाई मात्र ठिक छ क्या। छटपट्टि हुने मान्छेलाई कामै छैन सिक्युरिटी गार्डको। त्यो 12 घन्टासम्म के गर्ने हो क्या, केही पनि हुन्न उपयोगिता होइन। वाचिङ मात्रै खालि वाचिङ। त्यसैले गर्दा वाचमेन पनि भनिएको सिक्युरिटी गार्डलाई। एनिवे केही छैन, त्यो कामले पनि हामीलाई धेरै सहायता गर्यो। सिक्युरिटी गार्डको पनि एउटा चाहिँ दुबईमा त राम्रो काम छैन, अफिसर लेभलको काम भनिन्छ सिक्युरिटी गार्डलाई चाहिँ। सबले हात मिलाउँछन्, गुड मर्निङ सर भन्छन् सिक्युरिटी गार्डलाई। नेपालमा चाहिँ मैले सिक्युरिटी गार्डको त्यति खासै देखेन मैले। यहाँ अब सिक्युरिटी गार्डलाई काम गराउँछन्, अफिसका काम अन्य काम पनि गराउँछन्। यहाँ ग्यास बोकाउने, पानी बोकाउने यस्ता यस्ता कामहरू गराउँछन् सिक्युरिटी गार्डलाई। अरू के उनको नि घरायसी काम जस्ता। तर उहाँ त्यस्तो हुँदैन।
उहाँ भनेको जस्तै स्ट्यान्ड बाई बस्ने सिक्युरिटी गार्डले ओन्ली डिफेन्स त्यो हो सिक्युरिटी गार्डको काम चाहिँ प्रोटेक्सन गर्ने क्या त्यस कारणले गर्दा सिक्युरिटी गार्डलाई उहाँ ट्रेनिङ पनि दिइन्छ अलिकति एनएसआई ट्रेनिङ पनि दिन्छ एनएसआई ट्रेनिङ त्यसमा चाहिँ फेरि कुराहरू सिकाइन्छ पहिला सिक्युरिटी गार्डमा जाँदाखेरि पिएचबिडीमा हाम्रो मेरो लागत कति लागेको थियो भने चाहिँ 3 लाख रुपियाँमा म गएको त्यतिखेर चाहिँ होइन हाम्रो यो 2014-15तिरको कुरा हो त्यतिखेर 3 लाख रुपियाँ लिएको थियो हामीसँग चाहिँ कतिले 3.5 लाख पनि तिरे कतिले 4 लाख पनि बुझायो भन्दै थियो क्या त्यो अवस्थामा भनेपछि अहिले त अलिकति बढिया छ होला 5 लाख 4.5 लाख कति पुग्ने अहिले चाहिँ अथवा त्योभन्दा पनि बढी भइसक्यो हुनसक्छ होइन किनकि अहिले महँगाई एकदम बढिया छ क्या मलेसियाको रेट पनि अहिले 3 लाख पुगिसकेको छ यार म त जिल्लै परेको छु त्यस कारणले गर्दा यो अहिले मेन पावरवालाको फेरि आन्दोलन चलिरहेको छ अहिले भिसाका जति कामहरू भइसकेका छन् त्यो रोकिया छ भन्नु पऱ्यो अहिले मेन पावरले आफ्नो ताला पनि दिइरहेको छ उनीहरूको 10 बुँदे जुन सहमति छ त्यो सहमतिभित्र के पर्छ मलाई ठ्याक्क थाहा भएन तर जुनीहरूको एउटा बुँदा छ सहमतिको त्योमा के लेखिएको छ भनेपछि त्यो सहमतिको बुँदामा लेखिएको छ जुन सेवा शुल्क छ जुन सरकारले पहिला तोकेको थियो 10,000 भन्ने जुन यो हाम्रो चाहिँ निःशुल्क टिकट र भिसाको सन्दर्भमा त्यो 10,000 चाहिँ एकदमै कम भयो भन्ने चाहिँ मेन पावर व्यवसायहरूको गुनासो भएकोले उनीहरूको माग के छ भन्दाखेरि पहिलो महिनाको जुन चाहिँ खाइपाइ आएको तलब छ त्यो बराबरको सेवा शुल्क जस्तै कि कसैलाई विदेश उडाउँदाखेरि उसको तलब भनौँ मासिक 50,000 छ नेपाली अथवा 30,000 छ 1 महिना तलब बराबरको सेवा शुल्क चाहिँ लिने भनेर चाहिँ उनीहरूले त्यो बुँदामा लेखेका छन् अब त्यो खासै ठुलो डिल त होइन ठिकै हो तर सबैसँग त्यही अनुसार लागू गरिदिएको त राम्रो हुन्थ्यो तर यहाँ त 10,000 के अरे सेवा शुल्क भनेर यहाँ त 1 लाख होइन कि 2 लाख 3 लाख रुपियाँ लिन थालेपछि बल्ल समस्या चर्किया हो क्या साथीहरू यतिखेर हामी अब लगभग भद्रकालीको छेउमा आइसकेका छौँ र सिंहदरबार हुँदै निस्किनुपर्ने छ हामी जानुपर्ने ठाउँ चाहिँ बानेश्वर भन्ने मलाई खबर आएको छ भर्खरै फोनमा र बानेश्वर पुग्नुपर्ने छ शान्तिनगर कता हो शान्तिनगरतिर गएर आज शान्तिसँग काम गर्नुपर्ने छ र यहाँदेखि अब लगभग मैले यो हाम्रो म्याप पनि सेट गरिसकेको छु 10 मिनट देखाइरहेको छ यहाँदेखि होइन यहाँबाट लेन चेन्ज गरिहाल्नु पर्छ नत्र त्यहाँ फेरि लगाउँछ छट्का 500 देखि 1000 को झट्का लाग्न सक्छ त्यस कारणले गर्दा पहिले लेन चेन्ज पर जुन चाहिँ त्यहाँनिर चाहिँ अलिकति ढुकी बस्ने अलिकति चलन छ क्या एकचोटिमा यहाँ परिसकेको छ 500 को जरिवानामा यो जुन लेन छ यो लेन मैले चाहिँ स्वाट काटेपछि मलाई त्यहाँनिर चाहिँ फेला परेर जम्का भेट समातेका थिएँ त्यहाँदेखि म अलिकति तर्सिया छु क्या त्यसपछि क्लास पनि लगाएको थिएँ मैले यहाँ हाम्रो बग्गी खानामा गएर चाहिँ क्लास लगाएको एक दिन यार र त्यस्तो किसिमको समस्या रहन्छ त्यसलाई होस पुऱ्याउनु पर्ने हुन्छ म यहाँ लगभग 3 चोटि फाइन परिसकेको छु अहिलेसम्म मेरो रेकर्ड ब्रेक भइसकेको छ मेरो नागरिक एप्समा देखाउँछ त 3टा चाहिँ उल्लङ्घन गरेको भनेर देखाइरहन्छ यताबाट बिचबाट छिराउन सकिन्छ कि नै यार सकिन्छ ल बिचबाट छिराएर चाहिँ हामी अब निस्किनेवाला छौँ साथीभाइहरू इन्जोय ब्लग एकछिन सन्चोको जुत्ती आदत लागिरहेको छ मलाई सो अब यहाँदेखि लगभग 8 मिनट बाँकी देखाइरहेको छ लगभग 3 किलोमिटर यहाँदेखि सो 3 किलोमिटरको हामी वेट गर्नेछौँ स्कुटीमा मजा आउँछ ल स्कुटीमा के छ भनेपछि एकदम रिलिफ फिल हुन्छ हुन त होइन तर बाइक जस्तो एनर्जेटिक चाहिँ फिल हुन्न यो भनेको खालि स्मुथ क्या अब यसमा हाम्रो अरू कुराहरू यसमा युजै हुँदैन खुट्टा मजाले बसिया छ होइन गियर सेयर हान्नु परेको छैन ब्रेक पनि हाम्रो हातमै छ एक्सिलेटर दबाऊ ब्रेक लगाऊ एक्सिलेटर दबाऊ बास यतिको लागि मात्रै यो स्कुटी ठिक छ भन्नु पऱ्यो र अलिकति हाम्रो चाहिँ बाइकमा चाहिँ बडा चाहिँ एनर्जेटिक लाग्छ चलाउँदाखेरि पुरै शरीरको जुन हाम्रो तन्तुहरू छन् त्यो एक्टिभ हुन्छ कि बाइकमा चाहिँ र यतापट्टि पनि अब यो रेड सिग्नल देखिएको अवस्था गाइस अब ग्रिन सिग्नल कतिखेर हुन्छ कति मिनट बाँकी छ हेर्नु पऱ्यो एकचोटि यो मिनट बाँकी छ 137 कति मिनट बाँकी छ यार ओके अगाडि जाँदा झ्याप्पै पारेर यहाँनिर रोक्यो हुन्छ सो टु बी कन्टिन्यू ब्लग गाइज सो फाइनली यतिखेर म यो हाम्रो स्ट्यानफोर्ड कलेजमा पुगिसकेको छु जुन देख्दै हुनुहुन्छ स्ट्यानफोर्ड कलेज यहीँ हाम्रो कार्यक्रम सुरु हुने होइन अब एकछिनमा हाम्रो चाहिँ मिस आउनुभयो चाहिँ हामी यहाँबाट कार्यक्रम सुरु गर्छौँ होला सायद सो टु बी कन्टिन्यू ब्लग बाँकी कुरा यस्तै छ कलेज चाहिँ रहेछ घुम्दा हैरान भयो म त यार गल्लियारबाट हाम्रो स्कुटी यहाँ छ ल स्कुटीको अवस्था के यस्तो छ एकछिनमा अब हामी यहाँबाट काम गरेर सकेर जानेवाला छौँ यो स्कुटीलाई पनि राख्नुपर्ने छ अब सेलमा यसले मलाई धेरै गरेर राखेको छ ठेलमा ओके गाइज सो इन्जोय द ब्लग इन्जोय द डे बडा मुस्किलले खोज्दा पाइयो यार स्ट्यानफोर्ड कलेज अब गर्नुपर्ने छ यहाँ हाम्रो काम चलो टु बी कन्टिन्यू इन्जोय द डे हेरौँ अब के हुन्छ हेलो फ्रेन्ड्स यतिखेर हामी स्ट्यानफोर्ड कलेजमा आइसकेका थियौँ र यहाँ सुटहरू भइरहेको छ
र बाँकी सुटहरू सकेर यतिखेर यो जिम हाउसमा चाहिँ स्पोर्ट्सको अलिकति हामी चाहिँ फुटेज लिउँ भनेर आएको छौँ र यहाँ हामीसँग बहिनी अस्मिता पनि हुनुहुन्छ यहाँनिर देख्दै हुनुहुन्छ अहिले मसँगै हुनुहुन्छ उहाँ चाहिँ र यहाँ चाहिँ मान्छे अपुग भएको खण्डमा चाहिँ उहाँले चाहिँ आवश्यकता पुरा गर्दै हुनुहुन्छ ल हेर्नुहोस् ए साइक्लिङ गर्दै के छ अस्मिता हालखबर ओके सो टु बी कन्टिन्यू कस्तो लाग्यो त स्ट्याम्पफोर्ड समग्रमा भन्नुपर्दा A1 वा ओके इन्जोय द डे इन्जोय द ब्लग सो टु बी कन्टिन्यू यस्तै चाहिँ जिम हाउस अब कलेजमा पनि जिम हाउस हुन थाल्यो यस्तो सुविधा दिन थालेछ हेर्नुहोस् विद्यार्थीलाई भनेर चाहिँ यति खर्च उठाइएको छ के गर्ने अब साथीहरू लगभग हाम्रो चाहिँ स्पोर्ट्सको पनि भइसकेको छ जिम हाउसपछि हामी आएका छौँ यो टेनिस र ठ्याक्कै पुल खेल्ने ठाउँमा र यसको पनि व्यवस्था रहेछ स्पोर्ट्समा अहिले चाहिँ विशेष ध्यान दिएको जस्तो लागिरहेको छ मलाई स्ट्यामफोर्ड कलेजले सो तपाईँहरू यदि चाहिँ कम्प्युटर साइन्स सम्बन्धी कुनै विषय पढ्न चाहनुहुन्छ भनेपछि यो चाहिँ ब्याचलर लेभलको साथ पढाइ हुन्छ होला मलाई ठ्याक्कै थाहा भएन 3 इयरको पढाइ हुँदो रहेछ होइन र लगभग हाम्रो सुट पनि 50% सुट सकिसकेको छ अब बाइक लिनु मात्र बाँकी छ हामीले र आज बिहानको हाम्रो चाहिँ यात्रा यसरी सुरु भएको छ गाइज कलेजमा बहुत टाइम लाग्यो कि यार कलेजमा धेरै टाइम लाग्यो तर काम चाहिँ निप्टाइसकेको सो इन्जोय द ब्लग द प्लाजामा फेरि आज हाम्रो चाहिँ यो साँझको कार्यक्रम डाँडाको जुन भदौ 9 गतिदेखि जुन कार्यक्रम भइरहेको छ त्यसको चाहिँ अब विज्ञप्ति आज चाहिँ प्रस्तुत हुँदैछ अब के भनी पठाउँछ भन्ने कुरा ठ्याक्कै थाहा छैन अब जे भन्छन् त्यस विषयमा हामी कुराकानी गर्दै गरौँ सो इन्जोय द ब्लग इन्जोय द डे बाँकी कुरा यस्तै छ प्लाजाको सिन यस्तो चाहिँ काहीँ भिडभाड एरिया भइरहेको छ र एक कप चिया खाएर चाहिँ म आफ्नो मुडलाई अलिकति फ्रेस गर्ने तर्खरमा छु यतिखेर